मिन्टुबाट घर फर्किँदैछौँ। हामी अहिले बाटोमा छौँ। किसन मामाले गाडी चलाउँदै हुनुहुन्छ। सुबिन पछाडि बसिरहेको छ। म पनि यहीँ बसिरहेको छु। हामी अहिले गाडीमा छौँ। यो बाहिरको बाटो हो। बाख्रा पनि छन् त्यता बाटोतिर। बाख्रा ड्याडी हजुरलाई मिन्टु मन्दिर कस्तो लाग्यो? राम्रो छ? मम्मीलाई राम्रो। मामालाई कस्तो लाग्यो त मिन्टु? मलाई पनि मिन्टु मन्दिर राम्रै लागेको छ। के वर माग्यो त दर्शन भगवानसँग के माग्यो? म त अस्ति नै आएर त गाडी ल्याएर आउँछु। भन्दिनँ भगवानसँग के वर माग्यो त ल के नै हजुर मस्तै पढ्ने म नेपाल जाँदा सुजनाको बिहा नहोस् भने है मैले के वर मागेँ भनेपछि मस्तै पढेर ठुलो मान्छे हुने भनेर। पढ्छु त। ड्याडीले अहिले चिप्स खाँदै हुनुहुन्छ। सुबिनले के गरे? सुबिन तिमी के गरेको सुबिन? बनाना खाँदै हो? मिन्टु जाने बाटो राम्रै लाग्यो मलाई पनि। बवाल हो। मम्मीलाई कस्तो लाग्यो मिन्टु? ए यहाँ जङ्गल छ त पुरै तराईतिर हिँड्यो। त्यहाँ चाहिँ ठुलो पानीको ट्याङ्की छ। यहाँ अहिले हामी एकदम भित्र एकदम ठुलो जङ्गलको बाटो हिँडिरहेको छौँ। नेपालतिरको बाटो डबल वे मात्रै क्या? नेपालतिर जस्तो क्या डबल वे मात्रै। एकदम ठुलो जङ्गलमा भित्र छिरेको छौँ हामी। त्यस्तै हुन्छ क्या बाटो, रुखहरू भएको टट्ट लाएर है। चिसो भयो क्या तिमीलाई? यहाँ एउटा फेन्टाको बोतल पनि छ। यो खाना हुन्छ। गाडीहरू चाहिँ एकदम धेरै आइरहेको छन्। हामी अहिले फर्किँदैछौँ। मैले चाहिँ अहिले चिप्स खाँदैछु। मिठो लाग्छ। सुबिन त बोले क्या छैन त अहिले त। सुबिनको मुखमा बनाउँछ। सुबिन